सत्यवती बजै मन्दिर पाल्पा जिल्लाको पवित्र स्थल। नमस्कार दर्शकबिन्द, आज हामी तपाईलाई लैजाँदैछौँ पाल्पा जिल्लाको एउटा अद्भुत धार्मिक स्थलमा, सत्यवती बजै मन्दिरमा। यो स्थल केवल धार्मिक दृष्टिले होइन, सांस्कृतिक, प्राकृतिक र भावनात्मक रूपमा पनि निकै महत्त्वपूर्ण छ। लुम्बिनी प्रदेश अन्तर्गत पाल्पा जिल्लाको सत्यवती गाउँपालिका 5 मा अवस्थित यो मन्दिर हजारौं भक्तजनको आस्थाको केन्द्र हो। स्थानीय जनविश्वास अनुसार सत्यवती बजै एक शक्तिशाली देवी हुन्। पुरानो समयमा यहाँको पहाडमा एक बुढी आमा जसलाई बजै भन्थियो, भक्तजनको मनोकामना सुन्ने गर्थिन्, तर उनी बिस्तारै अदृश्य भइन् र यहाँको झिलभित्र बास लिन थालिन्। त्यसपछि यहाँको झिलको नाम राखियो सत्यवती ताल। कथा अनुसार जसले यस झिलको किनारामा गएर मनोकामना व्यक्त गर्छ, उनको इच्छा देवीले सुन्छिन् र पूरा गर्छिन्। तर एउटा परम्परा छ, देवीलाई सुन्नमा कठिनाई हुने विश्वास छ। त्यसैले भक्तजनहरू ठूलो आवाजमा आफ्नो मनोकामना बोल्छन्। यसरी सत्यवती झिल र मन्दिर दुवै एकै पटक श्रद्धा र शक्तिको प्रतीक बनेका छन्। सत्यवती मन्दिर समुद्र तहबाट झन्डै 1400 मिटरको उचाइमा अवस्थित छ। यहाँ पुग्नका लागि भक्तजनहरूले करिब 1 देखि 2 घण्टासम्म पैदल यात्राको अनुभव लिन्छन्। बाटोमा सुन्दर वन, पाखा, स्थानीय मगर बस्ती र खेतीबारी पार गर्दै झिलको किनारामा पुगिन्छ। प्रत्येक वर्ष कार्तिक कृष्ण औँसीको रात यहाँ ठूलो मेला लाग्छ। यस मेलामा हजारौं भक्तजनहरू आउँछन्। रातभरि झिलको वरिपरि परिक्रमा गर्ने, पूजा गर्ने र देवीको नाममा प्रतिज्ञा बोल्ने चलन छ। भक्तजनहरू भन्छन्, बजै मेरो कुरा सुन्नुहोस्, मेरो मनोकामना पूरा गर्नुहोस् र भोलिपल्ट बिहान सूर्य उदय अघि यो पूजा सम्पन्न गर्नुपर्छ भन्ने मान्यता छ। सत्यवती बजै मन्दिर केवल पूजा गर्ने ठाउँ होइन, यो स्थानीय मगर समुदायको सांस्कृतिक र जीवनशैलीसँग गहिरो रूपमा जोडिएको छ। मेला समयमा मगर परम्पराका रोडी, सोर्टी र पञ्चे बाजाको आवाज गुजिन्छ। बुढाबुढी, युवा युवती सबै एकै साथ पूजा गर्छन्। यहाँका मानिसहरूको अनुहारमा श्रद्धा, विश्वास र गर्व झल्किन्छ। साँच्चै सत्यवती केवल देवी होइन, यो ठाउँ मानिसहरूको लागि आत्मा, संस्कृतिको पहिचान हो। र सत्यवती मन्दिर पुग्ने बाटो तानसेन बजारबाट सुरु हुन्छ। तपाई गाडीमा करिब 1 घण्टा यात्रा गरेर सत्यवती गाउँ पुग्नुहुन्छ। त्यहाँबाट पैदल यात्रा सुरु हुन्छ। पहिले अलि चढाई अनि हरियो वनको बाटो हुँदै झिलसम्म पुगिन्छ। रातमा सुन्दर प्राकृतिक दृश्य, चराचुरुङ्गीको आवाज र स्थानीय मानिसहरूको आतिथ्यले यात्रा अझ रमाइलो बनाउँछ। भक्तजनहरूलाई सुझाव: आरामदायक जुत्ता लगाउनुहोस्, पानी र नास्ता साथमा राख्नुहोस् र वातावरण सफा राख्न नबिर्सिनुहोस्। यहाँको मुख्य विश्वास यस्तो छ, यदि तपाईले यहाँ आएर साँचो मनले मन्नत माग्नु भयो भने देवीले अवश्य सुन्नुहुन्छ। कसैले आफ्नो रोग निको होस् भनेर, कसैले परीक्षामा पास होस् भनेर, कसैले सन्तान पाओस् भनेर, सबैले आफ्ना कुरा देवीलाई भन्छन्। यो विश्वासले यहाँको वातावरण एक प्रकारको आध्यात्मिक ऊर्जा भनेको हुन्छ। राति जब झिलको पानीमा चन्द्रमाको प्रकाश पर्छ, त्यो दृश्य साँच्चै अद्भुत हुन्छ। मानव देवी आफै आकाशबाट मुस्कुराइरहेकी हुन्छन्। हालका वर्षहरूमा सत्यवती मन्दिर क्षेत्रलाई संरक्षण गर्ने प्रयास बढेको छ। यहाँको झिल सुक्न नदिने, वन क्षेत्र जोगाउने र वातावरण स्वच्छ राख्ने स्थानीय अभियान चलाइरहेको छन्। निकट भविष्यमा सत्यवती केवल कार परियोजना सुरु हुने तयारीमा पनि छ, जसले भक्तजन र पर्यटकलाई सजिलो पहुँच्न दिलाउनेछ। तर यस विकाससँगै यहाँको मौलिक सांस्कृतिक, स्थानीय बस्ती र प्राकृतिक सौन्दर्यलाई जोगाइ राख्न सबैको जिम्मेवारी पनि उत्तिकै छ। प्रिय दर्शकबिन्द, सत्यवती बजै मन्दिर केवल पाल्पाको गौरव होइन, यो हाम्रो सम्पूर्ण नेपाली पहिचानको प्रतीक हो। प्राकृतिक आस्था र परम्पराको यस्तो मिलन संसारमा दुर्लभ छ। यदि तपाईले जीवनमा कहिले कुनै मनोकामना बोकेको हुनुहुन्छ भने एक पटक सत्यवती तालको किनारामा गएर बजै मेरो कुरा सुन्नुहोस् भनेर भन्नुहोस्। सायद तपाईको आवाज झिलको पानी मार्फत स्वर्गसम्म पुग्नेछ।
जय सत्यवती बजै माता। दर्शकबिन यो थियो सत्यवती बजै मन्दिर पाल्पा नेपालको कथा। दर्शकबिन भिडियो मन पर्यो भने लाइक शेयर र मेरो पेजलाई फलो गर्न नभुल्नुहोला। र अर्को भिडियो कुन गाउँ कुन शहर र कुन मन्दिरमा बनाऊ कमेन्टमा अवश्य लेखिदिनु होला। त अब हामी भेट्नेछौँ अर्को भिडियोमा। धन्यवाद।